अब क्वेश्चन नम्बर 2 मा जाउँ। यहाँ के भन्छ कुनै सामान यता कुनै सामान हैन रु 720 मा तपाई बेच्दा 60% नाफा हुन्छ भने उक्त सामानको क्रय मूल्य कति होला? एकचोटि म फेरि क्वेश्चन रिपिट गर्दैछु है। कुनै सामान रु 720 मा बेच्दा 60% नाफा हुन्छ भने उक्त सामानको क्रय मूल्य कति होला? त भने नाफा छ क्वेश्चनमा भनेको छु पोजिटिभमा छ कि नेगेटिभमा? त नाफा भनेको पोजिटिभ भने 100 मा तपाई के गर्नुहुन्छ त्यसमा प्लस गर्नुहुन्छ। अब 60 भनेको तपाई के हुन्छ 160 नै हुन्छ। 160 हुन्छ यसमा प्लस गर्नुस् क्वेश्चन प्लसमा छ मतलब पोजिटिभमा छ त प्लस गर्ने हैन। तब हेर्नुस् यहाँ के गर्ने क्वेश्चन नम्बर 2 को लागि तब 60% एक यहाँ एड गर्ने 60% 160 हुन्छ। 160% भनेको नै तपाईको 720 हुन्छ है। त 1% बराबर तपाईको 720 बाटा 160 हुन्छ हैन। अब 100% बराबर 720 बाटा 160 इन्टु 100 हुन्छ। अब एउटा जुलेर यो 0 काट्नु भयो हैन। अब 4 चौका 16, 25 चौका 100 हैन, 18 चौका 72, 25 र 25 18 र 25 लाई गुणा गर्दा तपाईको के आउँछ भनेको 450 नै आउँछ। 450 नै आउँछ। ल थ्यांक यू। यो क्वेश्चन नम्बर 2 तपाईको भयो। अब क्वेश्चन नम्बर 3 मा हेर्नुस्। क्वेश्चन नम्बर 3 मा के छ कुनै सामान रु 4000 मा बेच्दा 25% नाफा हुन्छ भने उक्त सामानको क्रय मूल्य कति होला? फेरि एकचोटि रिपिट गर्दैछु है। तपाई कुनै सामान रु 4000 मा बेच्दा 25% नाफा हुन्छ भने उक्त सामानको क्रय मूल्य कति होला? त्यसमा के छ भनेको फेरि त्यस्तै गर्नु माथिको जस्तै 25% नाफा छ भने सहीमा 25 जोड्ने भनेको 125 हुन्छ है। 125% बराबर नै तपाईको 4000 हुन्छ है र 1% बराबर तपाईको 4000 को मुनि 125 हुन्छ हैन तल र 100% बराबर भनेको तपाईको 4000 बटा 125 इन्टु 100 हुन्छ भनेको 5 का 25 पंचे 87 भयो, 25 चौका 100 भयो हैन, 5 8 40 भयो, 8 चौक 32 भयो तपाईको भनेको 8 चौक 32 भनेको 32 र 32 मा दुईटा जिरो हाल्दिनुस् यो 3200 भयो। असैलाई सर्ट फर्ममा तपाई गर्नुहुन्छ भने त्यसमा के नै गर्नुस् 4000 लेखिदिनुस् र तल 125% 125 लेख्नुस् किनभने 25% नाफा छ र इन्टु 100 गरिदिनुस्। अब काटकुट गर्नुस् त 25 पंचे 87 हैन, 25 चौका 100 भयो र 5 8 40 भयो हैन, 8 गुणे 4 गर्दा भनेको 8 चौक 32 भयो। यो भनेको 3200 एन्सर नै तपाईको आउँछ। ल थ्यांक यू। अब क्वेश्चन नम्बर 4 मा जानुस्। ल माथि सबै क्वेश्चन पोजिटिभमा थियो भने तपाईले हेर्नुभयो 1 2 3 वटा क्वेश्चन पोजिटिभमा खाली नाफा। अब तल मैले दुईटा क्वेश्चन 4 नम्बर र 5 नम्बर यो नेगेटिभमा राखेको छु नोक्सान। तब हेर्नुस् यहाँ के छ कुनै सामान रु 480 मा बेच्दा 20% के 20% नोक्सान हुन्छ। के हुन्छ नोक्सान हुन्छ भने उक्त सामानको क्रय मूल्य कति होला? एकचोटिमा फेरि रिपिट गर्दैछु क्वेश्चनलाई। कुनै सामान रु 480 मा बेच्दा 20% नोक्सान हुन्छ भने उक्त सामानको क्रय मूल्य कति होला? तपाईले भन्दा अगाडि के गरेको सुरुमा 1 नम्बर क्वेश्चनमा 20% नाफा थियो भने तपाई 100 मा 20 के जोड्नु भयो थियो प्लस गर्नु भयो। अब 20% यहाँ नोक्सान छ भने 100 मा के गर्ने त्यहाँ 20 घटाइदिनु भनेको त्यहाँ के आउँछ भनेको 80 नै आउँछ है। तब हेर्नुस् यहाँ 20% नोक्सान छ भनेको 80% बराबर नै तपाईको 480 हुन्छ है। अब 1% बराबर तपाईको 480 भयो तल 80 हुन्छ है। अब 100% बराबर तपाईको 480 बटा 80 इन्टु 100 यो जुरो कटियो 5 8 छक्के 48 हैन भनेको तपाईको 600 एन्सर आयो। यसको 600 असलै सर्टमा हेर्दाखेरि तपाईको के गर्ने 480 यता राख्ने र 80 तल राख्ने र गुन्ने 100 गर्ने
यो जिरोले यो गऱ्यो 8 छक्के 48 भनेको 600। यसरी तपाईँको एन्सर आउँछ। बुझ्नुभयो? ल आशा गर्छु तपाईँहरू बुझेको होला। र अब 5 नम्बरमा के छ ल हेरौ, फेरि यस्तै नेगेटिभ खालको क्वेसन। 5 नम्बरमा छ कुनै सामान रु 1700 मा बेच्दा है, कुनै सामान रु 1700 मा बेच्दा 15% नोक्सान हुन्छ। के हुन्छ भनेको 15% नोक्सान। यो क्वेसन पोजिटिभमा छ कि नेगेटिभमा? यो क्वेसन त 100% नै नेगेटिभमा छ। किन नोक्सानको कुरा गर्दा अब नोक्सान भन्दाखेरि के तपाईँको पकेटमा पैसा आउँछ कि जाउँछ? तपाईँको पकेटबाट पैसा जान्छ भने तपाईँको नेगेटिभ भयो, यो नोक्सान भयो हैन। त्यो चाहिँ तपाईँको बिजनेसबाट पैसा जान्छ भने तपाईँको लागि के लस नै भयो। हुन्छ भने उक्त सामानको क्रयमूल्य कति होला हैन। यसमा के गर्ने 15% नोक्सान भनेको अब 100 मा तपाईँले 15 घटाउनु हुन्छ भने कति हुन्छ? 85 नै आउँछ। यता 85 आउँछ। यहाँ के हुन्छ भनेको 85% बराबर तपाईँको 1700 हुन्छ है, 1700 हुन्छ। बुझ्नुभयो? 1% बराबर तपाईँको 1700 को तल 85 हुन्छ हैन। अब यता सरी यता अटेन भने साइडमा राख्छु हैन। अब यसमा के गर्ने, यता साइडमा लेख्ने। अब 100% बराबर तपाईँको 1700 बटा 85 × 100 गर्ने। अब 17 पचे 85 यो कट्यो, 20 पञ्चे 100। यो 2 मा 3वटा जिरो थप्ने, 2 मा 3वटा जिरो भनेको 2000 एन्सर। यो तपाईँको 2000 एन्सर आउँछ। यसलाई सर्टमा हेर्दाखेरि के गर्ने 1700 दिने तल 85 दिने इन्टु 100 दिने। सर्ट त सर्टै छ तर यो भन्दा पनि सर्ट यो हेर्ने। 17 पचे 85 20 पञ्चे 100 भनेको तपाईँको 2000 एन्सर। ल थ्याङ्क यू साथीहरू, तपाईँहरूले मेरो च्यानललाई हेरिदिनु भयो यति भिडियो, त्यसको लागि थ्याङ्क यू। म तपाईँहरूको बिच नाफा र नोक्सानको केही क्वेसनहरू जम्मा 5वटा क्वेसनमा तपाईँको पार्ट 1 लिएर उपस्थित भएको छु हैन। त्यसमध्ये तपाईँलाई के भएको छ यसमा सबभन्दा सिम्पली कुरा म यो भन्न चाहन्छु कि यसमा नाफा नोक्सान सम्बन्धी पर्सेन्टको कुरा आउँछ। अब तपाईँलाई कसैले सोधियो भनेको पर्सेन्ट भनेको के हो, पर्सेन्ट भनेको के हो त प्रतिशत हुन्छ हैन। त प्रति मिन्स हुन्छ एकाइ र शतको मिनिङ हुन्छ तपाईँको 100। त 100 को तपाईँ कति भाग लिनुभयो भने त्यसलाई नै हामी के भन्छौँ पर्सेन्ट भन्छौँ। ल क्वेसन नम्बर 1 मा हेरौँ। ल कुनै सामान रु 480 मा बेच्दा 20% नाफा हुन्छ भने उक्त सामानको क्रयमूल्य कति होला? ल एकचोटि म यो क्वेसन फेरि रिपिट गर्दैछु है। हेर्नुहोस् यहाँ कुनै सामान रु 480 मा बेच्दा 20% नाफा हुन्छ भने उक्त सामानको क्रयमूल्य कति होला? अब यसमा सर्वप्रथम तपाईँ केसमा ध्यान दिनु होला 20%। क्वेसन के पोजिटिभमा छ कि नेगेटिभमा छ त्यसमा पहिला ध्यान दिनुहोस् हैन। 20% नाफा भनेको तपाईँ के हुन्छ, तपाईँ बिजनेसम्यान हुनुहुन्छ भने नाफा भने तपाईँको पकेटमा पैसा आउँछ हैन। त्यो नाफा छ भने तपाईँ 100 मा के गर्ने, जति पर्सेन्ट दिएको छ जुन प्लस गर्ने, यता प्लस गर्ने। र यदि 20% यहाँ नोक्सान दिएको भएको होला हुन्छ होला तब तपाईँ के गर्नुहोस् त्यहाँ 100 बाट तपाईले माइनस त्यो 20% गर्नुहोस् है। त्यो यो बुझिराख्नुहोस्। ल यसमा के गर्ने सबभन्दा पहिले 480 दिएको छ, 480 मैले दिए यहाँ 20%, यहाँ 20% के भइरहेको छ भने नाफा। त 20% नाफा भइरहेको छ। यसको मिनिङ के गर्ने हामीहरू यसमा तर 120 अब 100 मा 20 जोड्दा 120 भइहाल्यो इन्टु 100 गरिदिनु। र यसमा के गर्न अब काटकुट गर्ने, यो जिरोले यो जिरो कट्यो, 12 चौक 48 हैन। अब 4 मा 2टा जिरो भनेको 400, यसको सही एन्सर भनेको 400 हुन्छ। ल यसको अर्को तरिकाले तपाईले पनि हेर्न सक्नुहुन्छ। अर्को तरिका यो हो कि यहाँ 480 मा बेच्दा 20% नाफा छ त भनेको 20% नाफा 100 मा 20 जोड्दा 120। अब 120% बराबर नै तपाईको 480 हुन्छ है। अब 1% बराबर तपाईको 80, 480 बटा 120 हुन्छ है। अब त 100% भनेको 100 हुन्छ
तब 100% बराबर तपाईँको हुन्छ 480 बटा 120 इन्टु 100। यो जिरो गरेर 1248 काटकुट गरेर तपाईँको आयो 400। यही तपाईँको एन्सर भयो। ल अब